हेलमेटलाई मैले सुरक्षित तरिकाले राखिदिन्छु हैन। घाम लाग्छ भने टोपी लाएर आएको मा घामै लाग्दैन त यार। ओ एसटिएम भ्लगर दाइ तपाईँको हेलमेट भेटाएँ मैले। स्वागत छ मेरो नयाँ भिडियोमा, तपाईँहरूलाई स्वागत छ। सो आजको भिडियोमा चाहिँ हामी मायाकुरी नुहाउन जानु लाग्यो हैन। के अरे घाम पनि लागिरहेको त्यही भएर म कालो हुन्छ भनेर चाहिँ मैले टोपी लगाइरहेको थिएँ गाइज। सो हामी चाहिँ नुहाउन जानु लाग्यो है गाइज। हामी चाहिँ गाउँको बाटो हिँड्दैछ। गाउँको बाटो चाहिँ खासै राम्रो छैन हाम्रो। सो हामीलाई टेन्सन भएन है गाइज। हामी चप्पलको सिनमा छ, ट्याग ट्याग हिँडिरहेछौँ होइन। हामी चाहिँ यस्तै हो क्या, मायाकुरी चट्ट लाएर हिँडिदिन्छ क्या। हामी चाहिँ मतलब केही हुँदैन हामीलाई। दिउँसोको मायाकुरी 2 बजीतिर घाममा नुहाउन जानु लाग्यो गाइज। हामी चाहिँ गोरो हुनलाई स्याम्पू डलेर होइन। हामी चाहिँ मायाकुरी 10 रुपियाँको स्याम्पू किन्न आएको होइन नुहाउन जानुलाई। पसलमा चाहिँ आइसक्यो हामी होइन। सरक्क लाएर स्याम्पू दिन्न मलाई 10 रुपियाँ। भिडियो गर्दैछु हेलो भनिदिनु बरु। गर्लफ्रेन्ड हेलो भनिदिनु न। मिल्छ 10 रुपियाँ 20 रुपियाँ छ 10 छैन एकदम छैन सक्यो ल पक्कै हिँडेर हो क्या। सो हामीले चाहिँ मायाकुरी होइन पसलबाट सर्लको भोला किनेर आइसक्यो 10 रुपियाँको। ट्याग सुटीहरू चाहिँ त्यति कालिरहेको च्याउ होइन। त्यतिकै बेला पागल के भनिरहेको छ नि, मतलब भएन मलाई। सुटीहरू कामै त्यही कराउनु मात्र हो क्या। सो मलाई चाहिँ कसैको बाल लाग्दैन क्या। म ग्रुपतिर ल्याम छिर्दिइहाल्छु। सो यो बाटोमा चाहिँ भन्नु केही छैन होइन। दामी घर रहेछ अरे। भूकम्प पैसाले बना होला सायद। 2 बजीतिर नुहाउन जाने भने घाम चर्कोमा मायाकुरी शीतल लागेर हेर न। फेरि मेरो यस्तो सुन्दरता देखिहाल्छ शीतलमा। फेरि हाम्रो गाउँ पनि गरिब मात्र होइन नि मायाकुरी। हाम्रो गाउँ मात्र गरिब हो। हाम्रो यहाँको मान्छेहरू चाहिँ पुरै धनी मान्छे हो क्या। एउटै मान्छेको 10 कट्ठा जति जग्गा छ। त्यहाँ चाहिँ धोतीहरू यहाँ गरिरहेको छ, मतलब छैन धोती। तल गएको छ कि भाइ? यो चाहिँ हाम्रो बाजे घर है मायाकुरी। गाउँभरि बाजे र मामा भन्दा केही छैन क्या। टेन्सन लाग्छ मलाई। त्यही भएर म भागेर बिहा गर्दैन होइन। म मागी बिहा गर्छु मायाकुरी, किनकि गाउँभरि मामा र बाजे धेरै छ। अनि त्यो धेरै भएपछि चाहिँ अनि पैसा आउँछ नि त। अनि टिका लाउँदाखेरि यसो अब पैसाको माला लगाइदिन्छ मामा हाल्छ होइन। यसो टोपीतिर हालिदिन्छ। अनि त्यही भएर चाहिँ मलाई मामा अलि भागेर भन्दा नि एकदम मागी विवाह गर्ने हो क्या। माछालाई यहाँ पैसा आओस् न एकैचोटिमा होइन। त्यही भएर बिहे गर्नु हुँदैन भागेर। त्यो गाई चाहिँ अगाडि देखिरहने घरमा चाहिँ मैले डाँच्नुपर्ने हुन्छ। घरमा कोही नरहेछ मान्छे होइन। अनि त्यहाँबाट म चाहिँ एउटा डान्स हान्छु कि। यस्तो नयाँ घरमा डान्स हान्ने चाहिँ मेरो धेरै इच्छा छ क्या। सो मैले डान्स हान्नुपर्ने हुन्छ। हेर्नु हुन्छ आकन यता देखा न आकन सो मेरो डान्स भइसक्यो होइन। नयाँ घरमा नाच्ने मेरो इच्छा थियो। कोही नरहेछ घरमा, त्यही भएर मैले डान्स हान्नु सफल भएन। डेन्जर हो क्या म त। फेरि हाम्रो गाउँतिर चाहिँ मायाकुरी मात्र भेन्टा मात्र रोप्छ क्या, अरू केही रोप्दैन। त्यही भएर नि हो क्या गाउँ विकास नभएको मायासालाई। अब यता हेऱ्यो पनि भेन्टै भेन्टा, यता हेऱ्यो भने भेन्टै भेन्टा। यत्रो बाटो छ त्यो पनि बिग्रेको के भयो होला हाम्रो गाउँ। हाम्रो गाउँ डुब्यो खै गाइस। हाम्रो गाउँ डुब्यो होइन। अब चाहिँ मायाकुरी 9 ठाउँ भन्दा नि 9 ठाउँको अगाडिबाट चाहिँ ड्याम छ क्या। सो 9 ठाउँमा चाहिँ हामी जानुपर्ने हुन्छ होइन। सर्लको स्याम्पू किन्छ क्या अब हामीले। अब हामी चाहिँ सर्लको तपाईँहरूलाई ड्याममा देखाउँछु क्या। ड्याम छ हाम्रो अगाडि। अहिले चाहिँ हामी मायाकुरी हाने सानो ताल रहेछ होइन। यो ताल चाहिँ अब हामी तर्न लगाएको। अझै सजिलो बनाएर राख्दो रहेछ ढुङ्गालाई होइन। ढुङ्गा ट्याक हालेर ढुङ्गा हालेर राख्दो रहेछ। नहाले भयो मैले गर्दन फाटिदिन्थेँ हाम्रो। कस्तो हो फेरि
सो अनि हामी चाहिँ अब खोला नुहाउनु जाने भनेपछि त पानी भेट्छ नै होइन, पानी भेट्छ नै मायाकुरी टेन्सन नलिने हो। अब यहाँ पानी गइसक्यो हाम्रो होइन। सो अब हामी चाहिँ ड्याममा अब हामी ड्याममा चढ्न लाग्यो। अब हामी ड्याममा उक्लिँदैछौँ है गाइज। अब ड्याम आइसक्यो गाइज, ड्याम अगाडि छ हाम्रो अगाडि। सो यो चाहिँ ड्याम है हाम्रो गाउँको। अस्ति नै मैले भ्लग बनाएको थिएँ यसमा होइन। सो आजभोलि चाहिँ मलाई यता आउनै मन लाग्दैन कि, किनभने ड्याममा केटी नै आउँदैन। सो ड्याममा म चाहिँ उक्लिँदैछु है गाइज। उक्लियो मायाकुरी रनिङ हान्ने हो नि। सो फाइनल्ली मायाकुरी ड्याम उक्लिसक्यो हामी होइन। ड्याम उक्लिसक्यो। अघि हामी वहाँबाट आएको। खोलामा देख्न सक्नुहुन्छ तपाईँहरू आफै होइन, त्यो कालो कालो ठुटा जस्तो देखेको सब भुराहरू हो। गाउँभरिको बकम फुसे भुराहरू मात्र हो यिनीहरू। जो कहाँ जानु नुहाउनु? कहाँ त्यता जाऊ होइन, त्यतातिर गएर अनि त्यहाँबाट त्यहाँ नुहाउनु छ भने ऊ यता छेउतिर नुहाउनु के, धेरै गएर पनि पर्दैन नुहाउनुलाई। त अलिकति त्यो पखाल्ने मात्र हो नि। खै कहाँ दाउरा चिरा देखेन? हामी चाहिँ ड्याम ओर्लिँदैछौँ है गाइज। ड्यामबाट झऱ्यो भने चाहिँ फेरि मान्छे गाँड फुलुस हुन्छ है गाइज। घाम लाग्छ भने टोपी लगाएर आएको, मा घामै लाग्दैन त यार। घाम डरायो क्या मेरो कलर देखेर होइन। हिँड्दै थियो बाटोमा हामीले मायाकुरी ऊ बेला त्यो एउटा दाइ एक्सिडेन्ट परेको थियो नि, त्यसको हेलमेट भेटाएको छ है गाइज। एकछिन तर त्यो के भ्लगर के रहेछ यो एसटिएम भ्लगर दाइ। ओ एसटिएम भ्लगर दाइ, तपाईँको हेलमेट भेटाएँ है मैले। तपाईँको हेलमेट चाहिन्छ भने मलाई फोन गर्नुहोस् होइन। म चाहिँ राम्रो मान्छे हो क्या, यस्तो नयाँ हेलमेट पनि मैले फिर्ता हानिदिन्छु नि फेरि। सो यो हेलमेटलाई मैले सुरक्षित तरिकाले राखिदिन्छु होइन। मैले राख्दैछु दाइ, आएर लिएर जानु होला होइन। म चाहिँ कसैको सम्पत्ति पनि लाँदैन क्या। अब यता बगरतिर अरू पनि भेटाउँछ, सब नयाँ नयाँ मालहरू मात्र भेटाउँछ यहाँनिर। पुरानो माल चाहिँ हामीलाई नामै गन्ती केही पनि हुँदैन होइन। सो त्यसैले हामीलाई चाहिँ हामी खोलामा यसो नुहाउने भनेर एउटा बाना पारेर चाहिँ आएको छौँ है गाइज। केही पनि भेटाउँदैन थियो यार, माछाले 2-3 लाखको बिट्टा भेटाउनु नि खोलामा यार। सिधै जाने है। म चाहिँ मोबाइल यो पानीमा चाहिँ म भिडियो बनाउँदैन है, किनकि मेरो मोबाइल महँगो छ। पानी पनि झऱ्यो भने म पैसा किन्न सक्दैन मोबाइल, त्यही भएर पानी कटेपछि मात्र। खोला तरिसक्यौँ होइन, खोला तरिसक्यौँ हामी। यतापट्टि हाम्रो बजै हुनुहुन्छ। बजै के गर्न आउनु भएको तपाईँ? दाउरा खोज्न आउनु भएको? खै त बाजे खै हराउनु भयो अब बगरमै। बजेला लाला ए के अरे बजेला लाला नि अर्को बाजेले फेरि लान्छ पो। अहिले त बुढी मान्छेकै धेरै जो। अब हामी चाहिँ माछा भेट्यो भने माछा मारिदिने होइन, मारिदिने हो माछा भेट्यो भने। सिधै खुट्टामा झोस्ती नआयो भने त मायाकुरी हानिदिइहाल्यो नि बाङ्गै फेरि। सो हामी चाहिँ यस्तो ठाउँबाट हिँडेको छ कि म त हिँड्दा पनि माछालाई पुरै त्यो भूकम्पले चढ्के जस्तो हुँदो रहेछ यार। अब डाइट गरेर मायाकुरी ज्यान घटाउनु पऱ्यो। सो यहाँ नुहाउँ है, यहीँ गएर छ ठिक्क हुन्छ नुहाउने। यहाँ सर्लक सुल्टी हाल्न पनि मिल्छ है नुहाउने होइन त। सो हाम्रो नुहाउने ठाउँ चाहिँ आइसक्यो है गाइज। हामी अब धेरै खोज्नु परेन हामीले, आउने बित्तिकै हामी चाहिँ यहाँ नुहाउने हो क्या। सर्लक्क यहाँबाट दौडेर हामी यहाँबाट सुल्टी पनि हान्ने छ क्या। हामी चाहिँ अब नुहाउँछ है गाइज। हामी नुहाउँछु, 1 महिना भयो ननुहाएको।